के तपाईँ वैदेशिक रोजगारमा जान चाहनुहुन्छ? के तपाईँ तुरुन्त छिट्टै वैदेशिक रोजगारमा जान चाहनुहुन्छ? यदि हो भने अब नमस्कार, म किरण सर। के तपाईँलाई ब्रेकफास्ट बनाउन आउँछ? के तपाईँलाई सामान्य इङ्ग्लिस बोल्न आउँछ? यदि हो भने तपाईँको नमस्कार, म किरण सर। विगत 16 वर्षदेखि अफिसमा काम गरिरहेको छु र यति बेला हामी कहाँ दुबईको प्रतिष्ठित कम्पनीबाट नेपाली पुरुषहरूलाई नमस्कार। के तपाईँको उमेर बढी भयो भनेर चिन्तित हुनुहुन्छ? के तपाईँलाई इङ्ग्लिस बोल्न आउँदैन? यदि त्यस्तो हो भने अब चिन्ता नगर्नुहोस्, दुबईको प्रतिष्ठित कम्पनीमा नमस्कार साथीहरू, हामी कहाँ फेरि पनि नयाँ डिमान्ड आइसकेको छ। दुबईको प्रतिष्ठित कम्पनी अल महावाद कन्ट्र्याक्टिङ कम्पनीमा नेपाली पुरुषहरूलाई नमस्ते, म किरण सर। के तपाईँ तुरुन्तै उड्न चाहनुहुन्छ? के तपाईँ छिट्टै नै वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ? नमस्कार साथीहरू, के तपाईँ कतार जान चाहिरहनु भएको छ? यदि हो भने कतारको लागि नयाँ डिमान्ड आइसकेको छ। कतारको प्रतिष्ठित फिडास कम्पनीमा नमस्कार साथीहरू, के तपाईँ कुवेत जान चाहिरहनु भएको छ? के तपाईँ कुवेतमा वैदेशिक रोजगारमा जान चाहनु भएको छ? यदि त्यसो हो भने कुवेतको प्रतिष्ठित नमस्कार साथीहरू, दुबईको प्रतिष्ठित गिब्सन कम्पनीमा नेपाली पुरुषहरूलाई स्टोर हेल्पर काममा रोजगारको सुवर्ण अवसर आएको छ। नमस्ते नमस्ते नमस्ते, सम्पूर्णलाई विशेष हार्दिक स्वागत छ। ओमानको प्रतिष्ठित कम्पनीमा नेपाली पुरुषहरूलाई रोजगारको सुवर्ण अवसर आएको छ। नमस्कार साथीहरू, के तपाईँ लास्ट टाइम कतार रिटर्न हो? यदि हो भने तपाईँको लागि यो डिमान्ड बेस्ट अपर्च्युनिटी रहेको छ। नमस्कार साथीहरू, कतारको प्रतिष्ठित अलमुक्ता कम्पनीबाट नेपाली पुरुषहरूलाई इन्डोर वर्कर, अफिस बोय, टी बोय, क्लिनर काममा रोजगारको सुवर्ण अवसर आएको छ। नमस्कार साथीहरू, के तपाईँ वैदेशिक रोजगारमा जान चाहिरहनु भएको छ? के तपाईँको भिजा छिटो नआएर चिन्तित अवस्थामा हुनुहुन्छ? यदि त्यस्तो हो भने के तपाईँसँग नेपाली लाइसेन्स छ? के तपाईँलाई सानो लाइट गाडी चलाउन आउँछ? यदि हो भने तपाईँको लागि एउटा बेस्ट अपर्च्युनिटी आएको छ। साउदीको